गरेर अध्यात्म भनेको के त? सबै कुराको अध्ययन गरेको हुनुपर्छ हो। एउटा कुराको मात्रै अध्ययन गर्यो भने अलि अन्ध पनि भइन्छ। अब सोचेको त्यहाँ नहुन सक्छ, बुझिन्न, अलि अबुझी भइन्छ। कारण त्यो भएको कारणले गर्दाखेरि सबै कुराको ज्ञान ल्याउनुपर्छ। र अहिले त यो कली छ, कलीमा एकअर्कालाई गाली गरेको छ, एकअर्कालाई बजाएको छ, एकअर्कालाई खुट्टा तानेको छ, उसको खुट्टा उसले तानेको छ, उसको खुट्टा उसले तानेको छ, गाली गरेको छ एकअर्कालाई। योभन्दा अरू केही पनि छैन कलीमा। मलाई के लाग्छ भने यो सबै धेरै जसो मान्छेहरू अब विदेशमै हुनुहुन्छ। विदेशमै भएको कारणले गर्दा एन्जाइटी पुरुषहरूलाई पनि महिलाहरूलाई पनि। यो कारणले गर्दा यो सञ्जालमा भएको नि बोल्नु भएको छ, नभएको नि बोल्नु भएको छ, भक्त पनि त्यस्तै हुनुहुन्छ, अभक्त पनि त्यस्तै हुनुहुन्छ। कलीको प्रभावले, खानपिनको रहनले गर्दा मान्छेलाई धेरै गाह्रो भयो। अब सबै एउटै हुँदैन, एउटै भावना हुँदैन, एउटै सोच हुँदैन। अब मान्छेले के सोच्न लाग्यो भने म त्योभन्दा म कसरी अगाडि बढ्ने, म कसरी चिन्ने, ऊभन्दा ठुलो मान्छे म कसरी हुने, म कसरी चिन्ने।